समस्या आउँदा मैले परमेश्वरलाई पुकार्नु पर्दो रहेछ, कष्ट आउँदा मैले परमेश्वरलाई भन्नु पर्दो रहेछ, पीडा आउँदा मैले परमेश्वरलाई भन्नु पर्दो रहेछ, खाँचो हुँदा मैले परमेश्वरलाई पहिलो स्थानमा भन्नुपर्ने रहेछ, जब रोग आउँछ मैले परमेश्वरलाई मेरो दुखाइ, मेरो कष्ट, मेरो दर्द, मेरो कठिनाइ चाहिँ सबैभन्दा पहिला डाक्टरलाई होइन, वकिल न्यायाधीशलाई पनि होइन, आफ्नो इष्टमित्रलाई पनि होइन, तर मैले परमेश्वरलाई पुकारेर भन्नु जरुरी रहेछ। वेलकम छ प्रिय आजको भिडियो सन्देशमा। प्रिय, आज अति महत्त्वपूर्ण कुरा यहाँहरूको बिचमा सेयर गर्न चाहन्छु। तपाईँ समस्यामा हुनुहुन्छ, सायद तपाईँले पनि यो समस्याहरू भोग्दै हुनुहुन्छ होला, सायद तपाईँ पनि यो कठिन बाटो भएर जानुभएको होला। त्यो समस्या र त्यो कठिन बाटोहरू चाहिँ के हो भनेदेखिलाई तपाईँ रोगसँग लड्दै हुनुहुन्छ होला। सम्बन्ध जोगाउनको लागि तपाईँ अदालत धाउनु भएन कि, न्यायालय धाउनु भएन कि, मेलमिलाप केन्द्र धाउनु भएन कि, समाजमा मिटिङ, आफन्त, इष्टमित्र बटुलेर तपाईँ सम्बन्ध बचाउको लागि कति धेरै लडन त गरिराख्नु भएको छ होला, तर पनि तपाईँको समस्या सम्बन्धमा सुधार आएको छैन होला। तपाईँ रोगसँग लडिराख्नु भएको होला, कतिवटा हस्पिटल गइसक्नु भयो होला, तर पनि रोगको उपचार नपाएर तपाईँ आज छटपट्टिमा हुनुहुन्छ होला। कति आर्थिकको चुनौती छ होला, गरिबीले सताइरहेको छ होला। तपाईँ त्यहाँनिर सहायता गर्ने मानिस मात्रै न, काम पनि खोज्दै हुनुहुन्छ होला, तर पनि पाइराख्नु भएको छैन होला। तपाईँको हातमा सिप छ, तपाईँसँग ज्ञान छ, तर पनि सही ठाउँमा प्रयोग गर्ने स्थानहरू तपाईँले पाइराख्नु भएको छैन होला। धेरै कुरा छन्, यता उता है, धेरै कुरा भत्किरहेको तपाईँले आफ्नो जीवनमा यो कुराहरू पाइराख्नु भएको होला। किन यस्तो हुन्छ जीवनमा? किन यो परिस्थिति भइरहेको छ जीवनमा? जहाँ समस्या छ, जहाँ रोगसँग लडिराख्नु परेको छ, जहाँ सङ्घर्ष छ, जहाँ पीडा छ, जहाँ छटपट्टि छ, जहाँ विभिन्न प्रकारको यातनासँग तपाईँ भएर गइराख्नु परेको छ। किन यस्तो हुन्छ त? के कारण छ यस्तो हुनुको पछाडि? किन यो समस्याको बाटो भएर हामी गइराख्नु परेको छ? किन रोगसँग लडन त गरिराख्नु परेको छ? किन अभावले हामीलाई पिरोलिरहेको छ? के कारण छ जसले हामीलाई शान्तिले जिउनु दिइरहेको छैन? आज म तपाईँलाई एउटा गहिरो रहस्य बताउन चाहन्छु। यसको सबै पछाडि हो यो संसार पापको बसमा छ। यो संसार, बाइबलले के भन्छ, यो सारा संसार के छ? प्रसव वेदनाको पीडामा छ। यानि कि यो प्रकृति पनि प्रसव वेदनामा, यानि कि पापको एउटा उपस्थितिभित्र, पापको एउटा भनौँ न खराबीभित्र प्रवेश गरेर यो संसार, यानि कि यो प्रकृतिले पनि काम गरिरहेको छ। र यो समस्या आउनु, कठिनाइ आउनु, रोग आउनु, दुर्बलता आउनु, आदमदेखिको पापको समस्याको यो दुर्बलता हो, हामी सबैलाई थाहा छ। तर पनि के यो समस्याबाट छुटकारा पाउने बाटो छैन त? किन यो समस्या हामीले जित्न सक्दैनौँ त? के यो समस्यादेखि पर छुटकारा पाउने स्थानहरू छैन? के यो उपचार नभइकनै जीवन यत्तिकै बितेर जान्छ त? के यो समस्या अन्त्य नभइकन सम्बन्ध यत्तिकै इन्ड हुन्छ त? फेरि के सम्बन्ध सुधार हुँदैन त? फेरि के चिन्ताबाट मानिस बाहिर आउन सक्दैन त? फेरि के ऊ रोगबाट बाहिर निस्किन सक्दैन त? फेरि के उसले मनमा शान्ति प्राप्त गर्न सक्दैन? फेरि उसले पहिलाको जस्तो सम्बन्ध खोजिरहेको छ, फेरि के त्यो सम्बन्ध पाउँदैन? फेरि माया गर्ने मान्छे, फेरि आदर गर्ने मान्छे, फेरि उसलाई बुझ्ने व्यक्ति उसले गुमाके हो त? फेरि पाउँदैन त? के यो समस्याभित्र ऊ एनी टाइम भएर जानुपर्छ त? परमेश्वरको वचनले यो विषयमा के भन्छ त? के छ यो विषयमा परमेश्वरले राख्नु भएको योजना? म तपाईँलाई डिपलीमा बताउन चाहन्छु। सुन्नुहोस् प्रिय, हो समस्या छ, हो कठिनाइ छ, हो रोगसँग लड्नु परेको छ। मैले अघि नै भने यो आदम र हव्वाले गरेको पापको परिणामहरू हो, हामी भोगिरहेका छौँ, कष्टको बाटो भएर गइरहेका छौँ। तर गुड न्युज छ आज तपाईँको लागि। यो कुरा तपाईँले जब जीवनमा बुझ्नुहुन्छ नि, मलाई थाहा छ तपाईँले समस्यालाई नि साधारण सोच्न थाल्नुहुन्छ। म पनि यो परिस्थितिबाट भएर गएँ, मैले पनि यो कठिनाइलाई नि मेरो जीवनमा भोगेँ, अभावलाई भोगेँ, गरिबीलाई भोगेँ, सम्बन्धको दरारलाई भोगेँ, कठिनाइलाई भोगेँ। यस्तो परिस्थितिबाट भएर जानु पर्यो नि, जहाँनिर म
पीडाको अवस्था हुँदै गर्दाखेरि कसैलाई भन्न सक्ने स्थिति हुँदैन थियो। मैले मानिसहरूलाई पुकारा गर्थेँ समस्याको विषयमा, कठिनाइहरू मानिसहरूलाई सेयर गर्थेँ, कसैले बुझ्दैन थियो। म तपाईँलाई रहस्यमय कुरा, एउटा अति नै गुड न्युज कुरा, अति नै महत्त्वपूर्ण कुरा आज म तपाईँलाई सेयर गर्छु। त्यो चाहिँ हो नि प्रिय, तपाईँ कठिनाइमा हुनुहुन्छ, तपाईँको कुरा कसैले सुन्दैन, तपाईँको गुनासो गर्ने ठाउँ कहीँ पनि छैन, सब ढोकाहरू बन्द हुँदैछ। आर्थिकको ढोका, चुनौतीबाट निस्किने ढोका है, गरिबीलाई जित्ने ढोका, फेरि हृदयमा शान्ति सङ्कलन गर्ने कुरा, जुन जुन कुरा तपाईँले गुमाइराख्नु भएको छ नि त्यो सब कुरा तपाईँले सोचेको भन्दा बिल्कुल फरक तरिकाले प्राप्त गर्न सक्नुहुन्छ। तर तपाईँ र मैले एउटा काम गर्नुपर्छ। यो कामको लागि चाहिँ यो कुरा चाहिँ के हो भनेदेखिलाई नि गुड न्युज कुरा सुन्नुहोस् प्रिय, हामीले परमेश्वरसँग पुकारा गर्नुपर्छ। यो त गरिरहेको छु भन्दै हुनुहुन्छ होला, फेरि यो त पहिला पनि गरेको हो, मैले पुकारिरहेको छु भन्दै हुनुहुन्छ होला। फरक तरिकाले म सेयर गर्छु आज तपाईँलाई, सत्य कुरा भन्न चाहन्छु। परिस्थिति समस्या सधैँ त्यही रहँदैन, तपाईँले जित्न सक्नुहुन्छ। तर अचम्मको कुरा, असल कुरा नि प्रिय, परमेश्वरलाई पुकार्नु, उहाँसँग पुकारा गर्नु अति आवश्यक छ। यो समस्या किन आइरहेको छ भने नि परमेश्वर चाहनुहुन्छ कि तपाईँको समस्या, तपाईँको गुनासो, तपाईँको कठिनाइ तपाईँले मानिसलाई नभनेर परमेश्वरलाई भन्नुभएको होस्, परमेश्वरलाई सेयर गर्नुभएको होस्। त्यही भएर परमेश्वर यिर्मया 33:3 उहाँले यसरी भन्नुहुन्छ, मलाई पुकार र म तँलाई जवाफ दिनेछु, तैँले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउने छु। कति मिठो कुरा प्रियहरू, सुन्नुहोस्। उहाँ के भन्नुहुन्छ, मलाई पुकार। उहाँले यो भन्नु भएन समस्या आयो, रोग आयो, डक्टरकोमा जानुपर्छ, सही हो, त्यो हामीलाई ज्ञान दिनुभएको छ प्रभुले। न्यायाधीश कहाँ जानुपर्छ, सुन्नुहोस् है, खाँचो पर्यो, काम पनि हामीलाई चाहिन्छ, पैसा पनि हामीलाई चाहिन्छ, तर अति नै महत्त्वपूर्ण कुरा नि प्रिय, हामीलाई सबैभन्दा पहिला परमेश्वरको उपस्थिति चाहिन्छ। सबैभन्दा पहिला मैले मानिसलाई भन्नुभन्दा पहिला, म हस्पिटल जानुभन्दा पहिला, मैले मेरो समस्यालाई, मेरो पीडा, मेरो कठिनाइ नि मैले व्यक्तिलाई होइन, मैले डक्टरलाई होइन, मैले न्यायाधीश अदालतलाई पनि होइन, मैले मेरो प्रभुलाई भन्नु जरुरी छ। त्यही भएर उहाँ भन्नुहुन्छ, मलाई पुकार। कस्तो आशिषमय कुरा। हामी यहीँनिर कन्फ्युजनमा छौँ। जब समस्या आउँछ नि हामीलाई आपद पर्छ, जब कठिनाइ आउँछ नि हामीलाई डर लाग्नु थाल्छ, जब कष्टकर जीवन जिउनुपर्छ नि हामीले परमेश्वरलाई बिर्सी पठाउँछौँ। सुखमा कतिचोटि बिर्सिन्छौँ, शान्तिमा कतिचोटि बिर्सिन्छौँ, अनि दुःखमा मात्रै धेरैचोटि परमेश्वरलाई पुकारा गर्छौँ। कति मानिसले त प्रिय कहाँनिर गल्ती गर्छ नि, पहिला आफू काम गरी सिद्ध्याउँछ, आफूले जानेको बुझेको सब कुराहरू गरी पठाउँछ, अनि अन्तिममा उसले गरेको, उसको दिमागले, उसको बुद्धिले, उसको बलले नभ्याएको परिस्थितिमा उसले भनेको अनुसार जब हुँदैन र हारलाई बेहोर्छ नि त्यति बेला चाहिँ उसले परमेश्वरलाई भन्न आउँछ। यो पनि ठुलो गल्ती होइन र? याद गर्नुहोस् त, तपाईँले पनि यस्तो गर्नुभयो होला के धेरैचोटि। मैले त गरेको छु बार बार धेरैचोटि, तर मैले बुझेँ आफूलाई, मैले बुझेको छु प्रिय। म समस्या आउँथेँ नि आत्तिन्थेँ, पीडा आउँथ्यो, कष्ट आउँथ्यो, डर लाग्थ्यो, के गर्ने बाटोहरू खोज्न थाल्थेँ। र मैले आज सत्य परमेश्वरलाई जब चिने, जब मैले येशू ख्रीष्टको रहस्यलाई थाहा पाएँ, उहाँको वचनको रहस्य, जब मैले यो वचनलाई पढेँ नि, समस्या आउँदा मैले परमेश्वरलाई पुकार्नु पर्दो रहेछ, कष्ट आउँदा मैले परमेश्वरलाई भन्नु पर्दो रहेछ, पीडा हुँदा मैले परमेश्वरलाई भन्नु पर्दो रहेछ, खाँचो हुँदा मैले परमेश्वरलाई पहिलो स्थानमा भन्नुपर्ने रहेछ, जब रोग आउँछ मैले परमेश्वरलाई मेरो दुखाइ, मेरो कष्ट, मेरो दर्द, मेरो कठिनाइ चाहिँ सबैभन्दा पहिला डक्टरलाई होइन, वकिल न्यायाधीशलाई पनि होइन, आफ्नो इष्टमित्रलाई पनि होइन, तर मैले परमेश्वरलाई पुकारेर भन्नु जरुरी रहेछ। किन पुकार्नु जरुरी रहेछ भन्दा नि प्रिय, किनभने उहाँ चाहिँ जवाफ दिने परमेश्वर हुनुहुन्छ। आमेन, आमेन। सुन्नुहोस् कस्तो मजाको कुरा, उहाँले के भन्नुहुन्छ, मलाई पुकार अनि म तँलाई के गर्छु रे, जवाफ दिनेछु। कति मिठो कुरा छ क्या यहाँनिर, कति इम्पोर्टेन्ट कुरा छ। हामीले पुकार्ने चाहिँ व्यक्तिलाई होइन, हामीले पुकार्ने मानिसलाई होइन, हामीले पुकार्ने समस्यालाई पनि होइन, हामीले पुकारा गर्ने हाम्रो कठिनाइ, हाम्रो पीडा, हाम्रो दुर्बलता, हाम्रो घटी, हाम्रो कमी चाहिँ नि
परमेश्वरलाई पुकारेर भन्ने हो, प्रभु समस्या आयो नि त हौ, प्रभु मेरो जीवनमा त यस्तो भयो नि, पिता तपाईँको इच्छा के छ? जब येशूले गेतसमनीको बगैँचामा हेर्नुहोस् त, जब प्रार्थना चढाउँदै हुनुहुन्थ्यो, भोलिपल्ट कल्भरी क्रुसमा चढ्नु पर्नेछ, भोलिपल्ट उहाँले दुःखलाई उठाउनु पर्नेछ, उहाँले कल्भरी क्रुसमा आफ्नो बलिदान चढाउनु पर्नेछ थुमाको रूपमा। तर प्रभु येशू राति प्रार्थना गरेर भन्नुहुन्छ, पिता यो कचौरा हुनसक्छ भने हटाइदिनुहोस्, हुनसक्छ नि यो कचौरालाई हटाइदिनुहोस्, मैले पिउनु नपरोस्, तर यो मेरो इच्छा होइन, तपाईँको इच्छा पुरा होस्। कस्तो इम्पोर्टेन्ट प्रार्थना छ क्या यहाँभित्र, तपाईँले ध्यान दिएर यसलाई पढ्नुहोस्, हेर्नुहोस्। मेरो इच्छा होइन, तपाईँको इच्छा पुरा होस्। कति गहिरो कुरा। उहाँले आफ्नो इच्छा समर्पण गर्नु भएन, आफ्नो उद्देश्य प्रस्तुत गर्नु भएन, तर उहाँले भन्नुभयो यो कचौरा, यो कष्ट तपाईँको इच्छा अनुसार होस्, मेरो इच्छामा नि होइन, मेरो उद्देश्यमा नि होइन, मेरो विचारमा नि होइन, तपाईँको इच्छा अनुसार होस्। प्रिय, हाम्रो कठिनाई परमेश्वरलाई थाहा छ, तपाईँको दुर्बलता परमेश्वरलाई थाहा छ, तपाईँको अभाव परमेश्वरलाई थाहा छ, तपाईँले सम्बन्धमा कति साह्रो कष्ट भोगिरहनु भएको छ, कति साह्रो यातनालाई सहनु परेको छ, परमेश्वरलाई थाहा छ। किनभने परमेश्वरमा नि कुनै कुरा लुकाउनु सकिँदैन। त्यही भएर दाउदले भन्नुहुन्छ नि, म प्रभातको पखेटा हालेर पृथ्वीको पल्लो छेउमा गए पनि त्यहाँ तपाईँले देख्नुहुन्छ, के भन्नुहुन्छ? देख्नुहुन्छ। अनि मैले समुद्रको गहिराईमा गएर आफ्नो ओछ्यान बनाएँ भने त्यहाँ पनि तपाईँको दाहिने बाहुलीले मलाई सम्हाल्छ। भनेको मतलब परमेश्वर तल माथि दायाँ बायाँ चारैतिर उहाँले देखभाल गर्नुहुन्छ। उहाँको दृष्टि हाम्रो समस्याबाट लुकेको छैन। तर हामीले एउटा काम चाहिँ बिर्सेका छौँ, समस्या आउँदा परमेश्वरलाई पुकारा। परमेश्वरलाई पुकार्नु अति आवश्यक छ। प्रिय, आज म तपाईँलाई यही कुरा भन्छु, समस्या नभाग्नुहोस्, नडराउनुहोस्। समस्या आउँदा, कष्ट आउँदा, पीडा आउँदा, छटपटी हुँदा नि व्यक्तिलाई नभन्नुहोस्, व्यक्तिलाई भन्नुभयो मलाई हेल्प गर न, मलाई बुझिदेऊ न। तपाईँले मायाको भिख कति व्यक्तिसँग मागिसक्नु होला, मेरो प्लिज मलाई बुझिदेऊ न, प्लिज मलाई माया देऊ न, प्लिज मलाई आर्थिक सहायता गरिदेऊ न, प्लिज मेरो समस्यालाई सुनिदेऊ न, कति तपाईँले भनिसक्नु होला। सुन्नुहोस्, परमेश्वरलाई भन्नुहोस् आजबाट, व्यक्तिलाई होइन। समस्याको बीचमा समस्यासँग बोल्दै परमेश्वरलाई पुकारा गर्नुहोस्। आज गर्नुहोस्, भोलि गर्नुहोस्, पर्सि गर्नुहोस्, जबसम्म जितिँदैन नि नछोड्नुहोस्। प्रिय, म तपाईँलाई रहस्यमय कुरा बताउँदैछु। जब तपाईँले प्राप्त गर्नुहुन्छ नि, किनभने वचनमा स्पष्ट लेखेको छ कि मलाई पुकार र म तँलाई जवाफ दिन्छु। तपाईँको समस्या सुन्ने मान्छे हुँदैन, मान्छेले सुन्दैन तपाईँको समस्या, तपाईँलाई बुझ्दैन व्यक्तिले र बुझ्नु पनि सक्दैन। तपाईँको हृदयको पीडा, तपाईँले भोगिरहेको कष्ट मान्छेलाई थाहा हुँदैन, इभन पति पत्नीमा नि थाहा हुँदैन, तर परमेश्वरलाई थाहा छ। तपाईँ कति कष्टमा हुनुहुन्छ, तपाईँको भित्र कति पीडा छ, परमेश्वरलाई थाहा छ। त्यही भएर परमप्रभुलाई पुकार्यो भने मात्रै उहाँले जवाफ दिनुहुन्छ। उहाँले चुप लागेर बस म जवाफ दिन्छु भन्नु भएन, उहाँले भन्नुभयो समस्या कष्टको बिचमा मलाई पुकार, म तँलाई जवाफ दिन्छु। किनभने जब हामी पुकार्छौँ नि परमेश्वरलाई, उहाँले अभियसली हाम्रो जीवनमा जवाफलाई लिएर आउनुहुन्छ, उत्तरलाई लिएर आउनुहुन्छ। यो चाहिँ आशिषमय कुरा हो। अनि म तपाईँलाई यही कुरा भन्छु, परमेश्वरलाई पुकार्नुहोस्, परमेश्वरलाई भन्नुहोस्, समस्याको विषयमा, कष्टको विषयमा परमेश्वरलाई भन्नुहोस्, एक्लोपनको विषयमा परमेश्वरलाई भन्नुहोस्, अशान्तिको विषयमा परमेश्वरलाई भन्नुहोस्, पीडाको विषयमा परमेश्वरलाई भन्नुहोस्, व्यक्तिलाई नभन्नुहोस्, खाँचोको विषयमा परमेश्वरलाई भन्नुहोस्, रोगको विषयमा कहाँ दुखिरहेको छ व्यक्तिलाई होइन, परमेश्वरलाई कहाँ लगेर भन्नुहोस्, प्रभु मलाई यो कुरा भयो भन्नुहोस् न, पुकार्नुहोस् न। किनभने उहाँले भन्नुभएको छ नि, म तँलाई जवाफ दिन्छु। हामी गलत जग्गामा पुकार्छौँ, गलत मान्छेलाई भन्छौँ, व्यक्तिमाथि विश्वास गर्छौँ, तर हामीले परमेश्वरलाई पुकार्नुपर्छ। त्यही भएर मत्ती 7को 7 र 8मा येशूले के भन्नुहुन्छ? माग तिमीलाई दिनेछ, खोज तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याउ त तिमीहरूका निम्ति उघारिनेछ। किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ त्यसको निम्ति ढोका उघारिनेछ। अति नै महत्त्वपूर्ण कुरा हेर्नुहोस् त, माग्नेले के गर्छ अरे? माग्नेलाई दिन्छ,
खोज्नेले के गर्छ? भेट्टाउँछ, ढकढक्याउनेको निम्ति नै उघारिन्छ। त्यही भएर यिर्मिया 33:3 नि उहाँले भन्नु, मलाई पुकारो म जवाफ दिन्छु। तपाईँ खोज्नुहोस् त, उहाँले दिनुहुन्छ। ढकढक्याउनुहोस् त, उहाँले उघार दिनुहुन्छ। सुन्नुहोस् है, माग्नेले पाउँछ अनि खोज्नेले भेट्टाउँदो रहेछ, ढकढक्याउनेको निम्ति नि उहाँले उघार दिनुहुन्छ। माग्नुहोस्, मागेर मात्रै हुँदैन, खोज्नु पनि पर्छ, सत्य हो। परमेश्वरसँग माग्नुभयो अनि तपाईँले खोज्नु पनि पर्छ, त्यो कहाँनिर परमेश्वरले राखिदिनु भएको छ। हामीले खोज्न थाल्नुपर्छ। परमेश्वरले कुनै व्यक्तिद्वारा, कुनै माध्यमद्वारा ल्याउनुहुन्छ कि हामीले खोज्नुपर्छ। खोज्ने कार्य पनि हामीले छोड्नु हुँदैन। अर्को कुरा नि, ढकढक्याइरहनुपर्छ। माग्नुभयो, खोज्नुभयो, ढकढक्याउनु भयो भनेको मतलब फेरि बिर्सिने होइन। ढकढक्याउनु भनेको चाहिँ एकचोटि माग्नु हो नि, फेरि दोहोरो, दोस्रो, तेस्रो, चौथो खोजिरहने, मागिरहने, ढकढक्याइरहने। यो प्रक्रिया चाहिँ परमेश्वरले हामीलाई राखिदिनु भएको छ। आज माग्नुभयो, पाउनु भएन, फेरि चुपचाप लागेर बस्ने न, खोजिरहने। जब एलियाले 3.5 वर्ष पानी नपरोस् भनेर प्रार्थना गरे, पानी परेन पनि जब फाइनल्ली अन्तिममा उनी प्रार्थनामा रहन्छन्, उनले 6-7 चोटिसम्म प्रार्थना गरेका छन्। सानो बादलको टुक्रा देखा पर्दै पर्दै विशाल पानीको झरी आएको छ अनि आफ्नो नोकरलाई उनले पठाइ गर्छन् समुद्रमा के हुँदैछ भनेर। हेर्नुहोस् त, तपाईँले मागिरहनुहुन्छ नि। लुका 18 अध्यायमा पनि यसुले निरन्तर प्रार्थना गरोस् भनेर एकजना व्यक्तिको कथा सुनाउनु भएको छ। अनि हामीलाई निरन्तर प्रार्थनाको खाँचो पर्छ। पाउल पनि हुन्छ निरन्तर प्रार्थना गर। म भन्छु, समस्या छ, कष्ट छ, पीडा छ, रोग छ, दुर्बलता छ, चुनौती छ, के छ जीवनमा, परमेश्वरलाई पुकारा गर्नुहोस्, किनभने उहाँ भन्नुहुन्छ म जवाफ दिन्छु। संसारको ठाउँमा जवाफ नआउने ठाउँमा पुकार्न बन्द गर्नुहोस्, खोज्न थाल्नुहोस्, ढकढक्याउन थाल्नुहोस् है, अनि परमेश्वरले उगार्नुहुन्छ। माग्न थाल्नुहोस्, खोज्न थाल्नुहोस्, ढकढक्याउन थाल्नुहोस्। यो 3वटा प्रक्रियाबाट हामी जानुपर्छ। जब माग्छौँ, जब खोज्छौँ, जब ढकढक्याउँछौँ, परमेश्वरले अभियसली हाम्रो जीवनमा सहायता गर्नुहुन्छ। हन्ना जो स्त्रीको बच्चा थिएन, बाँझोपनले वर्षौँ बितेर गएको थियो, तर जब उनले परमेश्वरको राज्यमा आएर ढोका ढकढक्याउन थालिन्, मन्दिरमा बसेर उनले ढोका ढकढक्याउन थालिन् र हृदयको वेदनालाई परमेश्वरको अगाडि पोख्न थालिन् नि, पुकारा गर्न थालिन् नि, परमेश्वर चुप लाग्नु भएन। उहाँले बाँझोपनलाई खोलिदिनु भयो र सामुएल अगमवक्तालाई यो संसारमा पठाउनु भयो। प्रिय, जब हामी बन्द ढोका थुनेर परमेश्वरलाई पुकारा गर्न थाल्छौँ, जब हामी व्यक्तिमा भरोसा राख्न छोडेर, जब हामी समस्याको बिचमा उभिँदै गर्दा हामी समस्यालाई नै येशूलाई हेर्न थाल्छौँ र उहाँलाई पुकार्न थाल्छौँ नि, अभियसली उहाँ चुपचाप लागेर बस्ने र तपाईँको वास्ता नगर्ने परमेश्वर हुनुहुन्न। किनभने उहाँ आफैले भन्नुहुन्छ, मलाई पुकार म जवाफ दिन्छु, खोज र भेटाउँछस्, ढकढक्याएर उघारिन्छ है, माग र तँलाई दिइन्छ उहाँले भन्नुभएको छ। त्यही भएर उहाँको आज्ञा छ, पुकार्नु, खोज्नु, माग्नु, ढकढक्याउनु। यो अति आवश्यक छ। तपाईँले व्यक्तिसँग धेरै माग्नुभयो, तपाईँले अदालत, न्यायाधीश, हस्पिटल, व्यक्ति, आफन्त, इष्टमित्र धेरै ठाउँमा तपाईँले माग्नुभयो, खोज्नुभयो, ढकढक्याउनु भयो। तर म तपाईँलाई भन्छु, आजबाट उता व्यक्तिलाई होइन, न्यायालयमा होइन, हस्पिटलमा होइन, हरेक कुरा सबैभन्दा पहिला समस्या होस्, सफलता होस्, आशिष होस्, अभाव होस्, जे कुरा पनि परमेश्वर पुत्र येशू ख्रीष्टको नाउँमा पिताको अगाडि लिएर जानुहोस्। उहाँले चुप लागेर बस्नु न। उहाँ भन्नुहुन्छ, माग दिन्छु, खोज भेटाउँछस्, ढकढक्या तेरो निम्ति उगारिनेछ, मलाई पुकार तैँले जवाफ पाउनेछ। किनभने उहाँ चुप लागेर व्यवस्था गर्ने परमेश्वर हुनुहुन्न। जब तपाईँले माग्नुहुन्छ नि, उहाँले दिन थाल्नुहुन्छ। जब तपाईँले पुकारा गर्नुहुन्छ नि, उहाँले सुन्न थाल्नुहुन्छ। किनभने म जवाफ दिन्छु उहाँले भन्नुभएको छ। पुकार्नुहोस् आजबाट। कोसँग? परमेश्वरसँग। जब परमेश्वरसँग पुकार्नुहुन्छ नि, उहाँले तपाईँको हरेक खाँचो ख्रीष्ट येशूमा पुरा गरिदिनुहुनेछ। गड ब्लेस यु। म यही भन्न चाहन्छु, प्रभुले तपाईँलाई आशिष दिउन् र आजबाट तपाईँको प्रार्थना बदलिनेछ। व्यक्तिलाई होइन, मानिसलाई होइन, समाजलाई होइन, संसारको कुरालाई, तर तपाईँ परमेश्वरसँग पुकारा राखेर अगाडि बढ्नुहुन्छ। किनभने परमेश्वर सुन्ने र जवाफ दिने परमेश्वर हुनुहुन्छ। गड ब्लेस यु। प्रभुले आशिष दिनुभएको होस्। थ्याङ्क यू सो मच।